फर्स्ट अफ अल कङ्ग्रेचुलेसन दिपेन्द्र सिंह ऐरी। एकैछिन यो माथिको भिडियो हेर्नुहोस् है। Dipendra Singh Airy at 60 lakhs. We have a bid from Islamabad United for Dipender at 60 lakhs. Do I see 62.5 from somebody? Do I see 62.5 for Dipender? Final call at 62.5 for Dipender. Dipender going to Islamabad United for 60 lakhs. Going once, going twice. Sold. माथिको भिडियो त सबैले हेर्नुभयो होला हैन। दिपेन्द्र सिंह ऐरी चाहिँ 60 लाखमा चाहिँ PSL लिगमा चाहिँ पाकिस्तानको अनुबन्धित भएका छन् है। सो हामी सबैको लागि खुसीको कुरा हो हैन। यो चाहिँ एकदमै राम्रो हैन। दिपेन्द्र सिंह ऐरीले चाहिँ यो डिजर्भ गर्छ क्या। यस्तो दामी प्लेयरले यति हुनु भनेको चाहिँ राम्रो कुरा हो। अझै माथि जानुपर्छ है भन्ने जस्तो लाग्छ मलाई चाहिँ है। अझै IPL मा पनि उ गर्नु करोडमा बिक्नुपर्छ है दिपेन्द्र सिंह ऐरी। त्यस्तो प्लेयर हुनु हैन जो खुसी लाग्यो। लास्टै अस्तिको इङ्ल्यान्डसँगको पर्फर्मेन्स पनि राम्रो थियो र आज इटालीसँग पनि राम्रो गरोस् र PSL लिगमा पनि राम्रो गरोस् र बाँकी फ्युचरको लागि चाहिँ बेस्ट अफ लक भन्न चाहे। र सो आज नेपाली टिमलाई सम्पूर्ण टिमलाई चाहिँ बेस्ट अफ लक। आज इटाली विरुद्ध राम्रो खेलोस् र जित हासिल गरोस्।